यो भर्खरै हामी यही खोलाबाट आएको। त्यस्तो धेरै देख्दैन तर गहिरो छ यहाँ चाहिँ। अरू मान्छेहरू नै आउँदै हुनुहुन्छ रहेछ। यहाँनिर चाहिँ अलिक गहिरो रहेछ, खुट्टा डुब्ने खालको। केटाहरू माछा समाइरहेको रहेछ। उयो सेतोलाई के भन्छ सर? सिरु फुलेको छ। सिरुको फुल हो यो सर। यो समाउनुहोस्, म जुत्ता एकछिन ल ल्याउनु सर। म जुत्ता पुग्छु कि भित्रैसम्म भिज। तर फुस्किन चाहिँ मुस्किलै हुने। मैले भने चाहिँ माछा समाउ त्यहाँ मलेखुमा लगेर बेचौँ भइहाल्छ नि। मैले 2-3टा समाइसकेँ माछा। यो खोला के छ? त्यो खोला अलिकति उताबाट स्वाट पठाइदियो नि, माछा त कति हो कति हो। के अरे के फाँट रे यो ठाउँको नाम बुझ्छ? यो दर्बुङ फाँट गोर्खा है। यस, दर्बुङ फाँट गोर्खा। यो निचोरेरै त लाउनु नि, के गर्ने? खोला डुबा है। डुब्यो नि, गहिरो रहेछ नि। मलाई त्यस्तो छैन, सबैको डुब्दो रहेछ त्यहाँ। खुट्टासम्म पानी आउँदो रहेछ। हो, त्यहाँ पानी नि टन्नै छ नि त। भित्र फेरि ढुङ्गै बाँड्न ठोकेर फेरि दायाँ बायाँ गरिदियो भने। जे होस्, बाटो अजिबको छन्। मासतिर डाँडाहरू कस्तो राम्रो देखिरहेको छ। यो ठाउँ बस्ने मान्छेहरू चाहिँ दामी हुने रहेछ, धान खेती छ। हो, लडे समाउ मलाई भाइ सर। होइन, म त यो ट्राई मात्रै गरेँ। हाम्रो सरहरू जुत्ता लगाउँदै हुनुहुन्छ। अनि हाम्रो युजी ब्लग, हाम्रो कान्छोको युजी ब्लग आउँदैछ। यहाँ बाइकमै छ उहाँको। यो युट्युबमा खोज्नु होला गाइस, सब्स्क्राइब गरिदिनु होला है त। युजी 2003 सबजनाले च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि त्यसपछि भिडियोहरू पनि वाच गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। त्यहाँ दर्बुङ फाँटतिर देखाएको थियो भनेर कमेन्ट गर्नु, अनि त्यहाँबाट सब्स्क्राइब गर्नुपर्छ। 5 सब्स्क्राइब आउँछ, पक्का आउँछ दर्बुङ फाँटमा भन्यो भने। त्यसरी कमेन्ट अनि मेरो पनि च्यानल छ गाइस, बुद्ध आल्यो भन्ने, त्यहाँ नि सर्च गर्नु होला, भिडियोहरू हेरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। तिनैजना आऊ न यहाँ। ओके ल, खिचिदिउँ न त, खिचिदिउँ। ओके। हाम्रो यता मासतिर चाहिँ दारे गौडा भन्छ होइन, त्यो यतापट्टि अलिकति डाँडाको पछाडि मैली आउँछ। यो पारिपट्टि धादिङ होइन सर? हो। यतापट्टि फेरि हामी बसेको ठाउँ चाहिँ गोर्खा हो। ल बसौँ सर, लगाऊ। पछाडि हो। अस्ति त हिलो थियो नि यो पनि।
बाटोमै अगाएर अलिअलि त उहाँ उ त्यहाँ बेनीघाट लगेर बेच्थ्यो होला होइन। फेरि खोला छ के हो? खोला छ के हो यतातिर? छैन रहेछ, पिच पो रहेछ। यता रहेछ नि बाटो। त्यहाँ बाइक सिक्न आउँदाखेरि मान्छेहरूले यो एट चाहिँ किन बनाउनु परेको होला, कहाँ गएर यस्तो घुमाउँछ हामीले भन्थ्यो क्या। यो एट घुमाउँदाखेरि क्या ट्रायल दिँदा यता रहेछ नि त, एट घुमाएको भन्दा नि बढी ढुङ्गा ढुङ्गा सबै चिप्लिने बाटो छ बाटो। अनि भन्थ्यो नि सिक्न आउनेले कहाँ घुमाउने हो र, मैले यस्तो भन्थेँ। यता रहेछ नि त, यताको लागि रहेछ। अझै यो त अझै यो यतिको त ठिकै हो, अघितिरको भन्दा त यो के भयो, गाडी किन रोक्यो, गाडी बिग्रेछ क्या, त्यो कुराहरू नि छ। काठमाडौँ जान्ला होला यो हो रहेछ क्या। त्यो त्यहाँ झर्ना रहेछ, सानो झर्ना, त्यो त्यहाँ सानो झर्ना छ, त्यो त्यहाँ परि क्या पारि ठिक नै हो। गाडी बिग्रे जस्तो छ। माथि चाहिँ बिचरा गाडी बिग्रेर बाटोमा बसेको जस्तो छ। अಯ್यो पानी पानी जम्क्यो। लो फेरि ठाउँको र अर्को गाडी आयो त, खोइ त हाललाई ठाउँ। काका हिँडिरहनु भएको रहेछ, के गर्नु, हामीलाई यता पारीको नि बुढाले, हामीलाई यता पानीभित्र पारीको नि बुढाले।
यता पो दौडिन्छौँ त हामी त। हो र गयो बाइक। ओइ चिप लिन्छ त हो। भाई साहब ये कैसा होगा? क्या है ये? क्या है ये? क्या है ये? अयो सँगै जाउँ। के गर्नु पर्यो? हेलमेट लुज भएर आँखा छोप्यो। हेट तपाईँले चाहिँ सानो हुन्छ, तपाईँको त सानो छ हो। मेरो त ठुलो पो छ त। अब यति गरेपछि कसो नहोला। मलाई त त्यहाँ पनि फेरि गाडीहरू आइरहेको रहेछ। के हो यो? घाँसको के हो? ट्र्याक्टरले त बोराको बोरा घाँस बोकेको छ धेर। आमामा मान्छे झुन्डै हिँडे फेरि हेर न। त्यो गाडी बिग्रियो भएर हो कि किन हो यस्तो? आमामा मान्छे झुन्डेर हिँडेको थियो। हात्ती गाडी अझै कैसे हुआ भने जस्तै हो त। उहाँ परतिर 3टा गाडी लाइनै गइरह, अझै मान्छे झुन्डी हिँड्नु पर्यो। के हो यो? हजुर अरू घाट त धारिङपेसीबाट जान्छ, यताबाट पनि छ कि?
केमा अड्क्यो म अगाडि पुग्छु न केमा ठोक्यो होला साइलेन्सर अघि डबल स्ट्यान्ड ठोक्यो त हो र च्याङमा होइन यार सक होला त्यस्तो धेरै ठुलो त छैन नि यार थट म त सक भयो यार म त त्यो अगाडि सक गयो भनिरहेको मैले त बाइक त ढुट्टो बनाउने भयो यार यहाँ त केही छैन नर्मल छ है कहाँ कहाँ गाडी र हुँदो रहेछ हेर्ने बेला सानो पानी यो भिरतिर पो डेन्जर छ त बाटो त हजुर चुल्ठे भिर नाम पनि कस्तो चुल्ठे राख्यो होला यो कल्लेरी भने यता चुल्ठे भिर यो बेनीघाट त्यो बुझे बुझे तल एउटा पुल पनि थियो रहेछ यो पारिपट्टि चाहिँ कल्लेरी चाहिँ बेनीघाट भयो चुल्ठे भिर अगाडि यही हो यसलाई नै भन्छ हो नि यो न्वारन चाहिँ तपाईँले गरे हुनुपर्छ यो भिरको होइन पहिलेदेखि यही नाम हो र म त तपाईँले न्वारन गर्दै हो कि अहिले ठाउँको ठाउँ भने नि त्यस चुल्ठे भिर यताउति भन्दा त ल अब लाग्यो जाम सर दुई गियरमा पो मरेछ नि बस्नै जाउँ बस तपाईँ किन पर्खिरहनु भएको मलाई पर्खिनु भयो यता चाहिँ बाटो राम्रो रहेछ यहाँबाट फेरि त्यस्तै रहेछ जङ्गमा यहाँबाट फेरि त्यस्तै रहेछ वहाँ सर त अगाडि फिलिङ कुदेर हामीलाई कुरेर बस्नुसम्म हुँदो रहेछ यस्तो बाटोमा एक्सपर्ट भइसक्यो रहेछ नि
देखाइलो ल भिडियोलाई ल आमामा यहाँ त कस्तो सफा पानी छ हैन त्यो राम्रो दिन्छ गहिरो छ नि भिडियो नि गहिरो पो रहेछ अनि के पानीको बिचमा आसी स्टार बन्द भयो भने भिज्यो अनि मेरो त खुट्टै पौडी खेलेर जानु त अब चाहिँ के झन् जिउ भिज्छ होला वाउ दामी भ्यू नाइस भ्यू ल अब चाहिँ हामी बेनीघाट आइसक्यो पहिला अन गरेर जाउँ बेनीघाट यो पारिपट्टिलाई मात्रै भन्छ कि के हो यो पनि बेनीघाटै त हो नि यो बुढी गण्डकी नदी जस्तो लाग्यो गण्डकी प्रदेश ग्याल्चो के लेख्यो यता बगिरहेको चाहिँ यो बुढी गण्डकी नदी जस्तो लाग्यो त्यहाँबाट के हो मूर्ति नि बनाएर के को शालिग थियो यो बुढी गण्डकी यता हुँदै बगेको रहेछ यतापट्टि यो चाहिँ बेनीघाट भइहाल्यो